यहाँ आउनुहोस् त यहाँ तपाईँले हुन्न भनेर यहाँ आउनुहोस् तपाईँ यहाँ आउनुहोस् यस्तो हुन्छ तपाईँसँग केटाकेटीको भविष्य जोडिया छ होइन होइन नि उहाँसँग केटाकेटीको भविष्य जोडिया त तपाईँ दारूमा मस्त हुनुहुन्छ यस्तो पनि हुन्छ त ल ल आउनु न तपाईँ मदिरामा मस्त हुनुहुन्छ क्लासतिर म पनि जान्छु आउनु तपाईँ आउनु न यहाँ तपाईँसँग कुरा गर्छु नि म आउनु 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 मसँग लैजान्छु आउनु एकछिन कुरा गरौँ सर आउनुहोस् सर हुनुहुन्छ यहाँ चाहिँ सर बाहिर आउनुहोस् एकैछिन सरको अवस्था झ्याप छ क्या हो सर हिँड्न सकिराख्नु भएको त तपाईँ जुत्ता लगाउनु सर यो सिङ्गार गाउँपालिकाको सरकार हो तपाईँ चाहिँ सरकार हो होइन अनि तपाईँले चाहिँ निगरानी त गर्नु पर्यो नि तपाईँको आफ्नो होला आफन्त छोडिदिनुहोस् तर उहाँ चाहिँ निकै स्कुल प्रशासन स्कुलको हाताभित्र कक्षा कोठाभित्र दारू खाएर प्रवेश गर्नुभएको छ उहाँले इमिडिएटली के हुन्छ अहिले होइन उहाँलाई एकचोटि हामी कारबाहीको प्रोसेस गरेर सुध्रिनु भयो अहिले फेरि पनि उहाँको अवस्था हेरेर चाहिँ अब यहाँको विद्यालय प्रशासन र यहाँबाट जानकारी देखायौँ इमिडिएटली कारबाही गर्छौँ यस्तो पात्र ठाउँमा सानो नानी बाबुहरू यसरी बसिराख्नु भएको छ निकै फोहोर छ यस्तो अवस्थामा चाहिँ उहाँको चाहिँ स्वास्थ्यको पनि निकै जोखिम छ यहाँ चाहिँ सानसाना नाबालिकाहरू चाहिँ यस्तो ठाउँबाट पढ्यो भने कस्तो शिक्षा आर्जन गर्ने होइन यहाँको टिचरहरू क्यापेबल हुनुहुन्छ पढाउन जान्नुहुन्छ खतरा हुनुहुन्छ तर राज्यले जुन किसिमले लगानी गर्नुपर्ने राज्यले चाहिँ हामीले करोडौँ लगानी गर्यो भन्छ यो नानी बाबुहरूका लागि तर त्यो पैसा चाहिँ कहाँ जान्छ त तपाईँकै आँखा अगाडि उहाँ हिँड्न सक्ने अवस्थामा हुनुहुन्थेन देख्नुभयो नि मदिरामा मस्त हुनुहुन्छ हिँड्न सक्ने अवस्थामा हुनु तपाईँ मुख दर्शक हुनुहुन्छ तपाईँ हेरेको उहाँलाई किन संरक्षण गरेर फालिदिनुहोस् न उहाँलाई चाहिँ अर्को क्यापेबल मान्छे आउँछ होइन हेरेको होइन सर हाम्रो पनि पिरियड हुन्छ मेरो यहाँ 5 मा छ अहिले हामी मेरो मोबाइलभित्र छ हामी मोबाइल पनि लिँदैनौँ क्लास टाइममा म विदेश अध्यक्षलाई फोन गर्छु बोलाउँछु हामी कानुनी कारबाही प्रक्रिया अगाडि दुवैजना हुनुहुन्छ प्र पनि हुनुहुन्छ अध्यक्षज्यू पनि हुन्छ अध्यक्षज्यू निकै लाजमर्दो र निर्लज्ज दृश्य देख्न पाइयो तपाईँको चाहिँ एकजना शिक्षकले चाहिँ अमर विषीले चाहिँ मादक पदार्थ दैनिक रूपमा सेवन गरेर आउनु भएको रहेछ तपाईँहरू के हेर्नुहुन्छ किन उहाँले चाहिँ कारबाही नगरेको यो यसको लागि त हामीले उहाँलाई पनि बारम्बार सम्झाइरहेको अवस्था हो यसमा बिचमा उहाँ सुर्देको अवस्था पनि थियो फेरि अहिले चाहिँ अब हामीले बारम्बार भनेको पनि हो हामी चिगाड गाउँपालिकाको एउटा प्राथमिक विद्यालयमा छौँ विशेष गरी हामी पालिका स्तरका विद्यालयहरूको अवस्था के छ हामी त्यो देखाउँदैछौँ यो हामी एउटा प्राविधिक विद्यालयमा छौँ यो प्राविधिक विद्यालयमा चाहिँ केही केटाकेटीहरू यसरी पढिराख्नु भएको सानसानो नाबालिकाहरू चाहिँ यस्तो अवस्था छ यहाँ चाहिँ सर यहाँ आउने कुरा गरौँ सर आउनुहोस् यहाँ सर हुनुहुन्छ यहाँ चाहिँ सर बाहिर आउनुहोस् एकैछिन सरको अवस्था झ्याप छ क्या हो सर हिँड्न सकिराख्नु भएको त तपाईँ जुत्ता लगाउनु सर यो ल्याउनु म दिन्छु ल न कापी लो सरको अवस्था ठिक छैन सर ठिक छैन त अवस्था मदिरा पिनु भएको छ क्या हो होइन मुखबाट गनाइराख त खै यता आउनु त यता आउनुहोस् ल ठिक छ हजुरको नाम अमरबहादुर विषी कति क्लासमा पढाउनुहुन्छ हजुर चाहिँ म 1 क्लासमा पढाउँछु अहिले पढाइरहेको क्लास कति हो 1 क्लास दारू खानु भएको त मदिराले मस्त हुनुहुन्छ सेन्ट गनाइरहेको तपाईँ पुरै कापिराख्नु भएको छ सर होइन सुन्नु न म तपाईँलाई केही भन्दैन तपाईँले यदि आफ्नो गल्ती स्वीकार्यो भने म यो केही पनि गर्दैन म यो बन्द गरिदिन्छु माइक क्यामेरा चाहिँ तपाईँको मुखबाट एकदम मदिराको गनाइराखेको छ हो भने हो भन्नु साँझ खाएको हजुर हिजो साँझ खाएको हो अहिलेसम्म लट्ठो हुन्छ त के लट्ठो भएको छ तपाईँ लट्ठो हुनुहुन्छ हेर्नु त उहाँको अनुहार पुरै सेन्ट गनाइरहेको छ म कसम खाएर सर म कसम खाएर भन्न सक्छु म चाहिँ तपाईँको मुखबाट सेन्ट आएर तपाईँ कसम खाएर भन्न सक्नुहुन्छ मैले अहिले मदिरा खाएन भनेर सर हेर्नु न यो सानसाना नानी बाबुहरूको भविष्य तपाईँसँग जोडिया छ सर त तपाईँ मदिरामा मस्त हुनुहुन्छ ल कति लाजमर्दो दृश्य हो चाहिँ यो सानसानो नाबालिकाहरू त यो कहीँ लाग्दो दृश्य यो सानसानो नाबालकहरूको भविष्य तपाईँसँग जोडिया तपाईँ मदिरामा मस्त हुनुहुन्छ ल हेर्नुहोस् तपाईँ निकै अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ यो लाजमर्दो दृश्य हो सर मलाई निकै आउनुहोस् यहाँ आउनुहोस् न आउनुहोस् यहाँ आउनु न तपाईँ मदिरामा मस्त हुनुहुन्छ क्लासतिर म पनि जान्छु आउनु तपाईँ आउनु न यहाँ तपाईँसँग कुरा गर्छु नि म आउनु मसँग लैजान्छु यस्तो हरिबिजोक हेर्नुहोस् त यो टिचर भनी यहाँ छ सरकारी स्कुलको टिचर यहाँ आउनुहोस् हिँड्नु नि तपाईँ यहाँ आउनु न यहाँ तपाईँ मदिरामा मस्त आउनु न यहाँ आउनु तपाईँ यहाँ आउनुहोस् ल यस्तो अवस्थामा हेर्नुहोस् त सरकारी तलब खानी तर मदिरामा मस्त तपाईँसँग केटाकेटीको भविष्य जोडिया छ मसँग यहाँ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ इमिडिएटली उहाँलाई कारबाही गर्नुहुन्छ या हुँदैन अध्यक्षजी आउनुहोस् त ल यस्तो अवस्था छ कि यति लाजमर्दो दृश्य कि उहाँ मदिरामा मस्त हुनुहुन्छ है तपाईँ एउटा स्कुलको टिचर हो
तपाईँसँग सानसाना केटाकेटीको भविष्य जोडिएको छ, मसँग गाउँपालिका अध्यक्ष हुनुहुन्छ, अध्यक्षजी उहाँलाई इमिडिएटली के कारबाही हुन्छ होला भन्नुहोस् त। हिँड्नु त, उहाँ हिँड्नै सक्ने अवस्थामा हुनुहुन्न। हेर्नुहोस् उहाँको अवस्था। यहाँ आउनुहोस् त, यहाँ तपाईँले हुन्न भन्नु, यहाँ आउनुहोस् तपाईँ, यहाँ आउनुहोस्। यस्तो हुन्छ, तपाईँसँग केटाकेटीको भविष्य जोडिएको छ होइन नि, उहाँसँग केटाकेटीको भविष्य जोडिया त तपाईँ दारूमा मस्त हुनुहुन्छ, यस्तो पनि हुन्छ त? ल भन्नुहोस् त, ल के भन्नुहुन्छ? ल केही भन्दैन, यही हुनुहुन्छ हामीसँग सरकारका अध्यक्ष पनि हुनुहुन्छ। अध्यक्षज्यू तपाईँकै अगाडि देख्नुभयो नि यस्तो निर्लज्ज दृश्य कि उहाँलाई के हुनुहुन्छ के भनिदिनुहोस् न। अहिले मैले तपाईँ यो चिङ्गाड गाउँपालिकाको प्रमुख हो, तपाईँ सुन्नु न, चिङ्गाड गाउँपालिकाको सरकार हो, तपाईँ चाहिँ सरकार हो होइन, अनि तपाईँले चाहिँ निगरानी त गर्नु पर्यो नि। तपाईँको आफ्नो होला आफन्त छोडिदिनुहोस्, तर उहाँ चाहिँ निकै स्कुल प्रशासन स्कुलको हाताभित्र कक्षा कोठाभित्र दारू खाएर प्रवेश गर्नुभएको छ, उहाँले इमिडिएटली के हुन्छ अहिले? होइन, उहाँलाई एकचोटि हामी कारबाहीको प्रोसेस गरेर सुध्रिनु भयो, अहिले फेरि पनि उहाँको अवस्था हेरेर चाहिँ अब यहाँको विद्यालय प्रशासन र यहाँबाट जानकारी देखायौँ, इमिडिएटली कारबाही गर्छौँ। तपाईँ साँच्चै गर्नुहुन्छ? साँच्चै गर्छौँ। त्यो त अब कारबाही शिक्षाको पक्षमा, तपाईँ चाहिँ विद्यार्थीको पक्षमा हुनुहुन्छ नि होइन? नै, त्यो ढुक्क हो, विद्यार्थीको पक्षमा विद्यार्थीको भविष्य बिगाड्न त पाइन्न कि। दारू मदिरामा मस्त हुनुहुन्छ, पुरै सेन्ट आइराख्या, तपाईँले पनि प्रत्यक्ष देख्नुभयो, उहाँ हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ। ल मैले देखेँ त्यो सबै कुरा। ल प्रज्यू, ल अहिले तपाईँले इमिडिएटली अहिले गर्नु पर्यो तपाईँले चाहिँ, उहाँ तपाईँकै आँखा अगाडि उहाँ हिँड्न सक्ने अवस्थामा हुनुहुन्थेन, देख्नुभयो नि, मदिरामा मस्त हुनुहुन्छ, हिँड्न सक्ने अवस्थामा हुनु, तपाईँ मुख दर्शक हुनु, त तपाईँ हेरेको उहाँलाई किन संरक्षण गर फालिदिनुहोस् न, उहाँलाई चाहिँ अर्को क्यापेबल मान्छे आउँछ होइन। हेरेको होइन सर, हाम्रो पनि पिरियड हुन्छ, मेरो यहाँ 5 मा छ अहिले, मेरो मोबाइलभित्र छ, हामी मोबाइल पनि लिँदैनौँ क्लास टाइममा। म विवेश अध्यक्षलाई फोन गर्छु, बोलाउँछु, हामी कानुनी कारबाही प्रक्रिया अगाडि कानुनी कारबाही होइन कि आम नागरिकले, आम अभिभावकले न्याय पाउने गरी, यहाँका चाहिँ केटाकेटीले, यहाँका विद्यार्थीले न्याय पाउने गरी उहाँलाई यहाँबाट निकाल्न पर्छ। त्योभन्दा राम्रो क्यापेबल मान्छे आउँछ नि, दारू खा ठसठसी गराउने हुनु भएको छ। उहाँ चाहिँ समितिको बैठक बोलाउँछौँ, हामी प्रक्रिया अगाडि बढाउँछौँ। हामीले फेरि यो कुरालाई चाहिँ फेरि यहाँ आएर चाहिँ खबरदारी गराउन पर्यो सर, प्लिज। हामी विश्वास छ तपाईँ उहाँले चाहिँ दिनदेखि पर्दैन सर, कारबाही गर्नुहुन्छ नि, ढुक्क हुन्छौँ नि हामी चाहिँ। ढुक्कै हो। यो कुन स्कुलको नाम के अरे सर? यो के जनजागृति प्रावि होइन? हामी चिङ्गाड गाउँपालिकाको शिक्षाको अवस्था, अझै भन्दा समग्र स्थानीय तहको शिक्षाको अवस्था बुझ्ने क्रममा हामी चिङ्गाड गाउँपालिकाको यो जनजागृति प्राविमा छौँ। यो चाहिँ यो प्रावि यो सानसाना केटाकेटीहरू छन्, 8-10 जना मात्र छन् यो स्कुलमा चाहिँ। एकजना सर चाहिँ पढाइराख्नु भएको छ। सर तपाईँको क्लासमा मैले डिस्टर्ब त्यसको लागि म सरी भन्छु। सर कतिजना विद्यार्थी हो तपाईँको? यो कति क्लास हो यो चाहिँ? यो कक्षा 3 हो सर। अनि यसमा कमै छैन, हाम्रो लगभग 10-11 जना जति मात्र छन् यसमा कक्षा 3 मा। अनि पढाइको गुणस्तर राम्रो छ कि छैन सर? के छ? कक्षा कोठा पनि निकै फोहोर छ, गन्जागोल छ, केटाकेटीहरू पनि निकै फोहोर देखिएको अवस्था छ सर। अब यस्तै छ के अरे अहिलेसम्मको अवस्था। अब हामी बिस्तारै यसलाई सुधार्ने त प्रयत्न गरिरहेछौँ। अब यहाँको समस्या पनि त्यस्तै छ कि कक्षा कोठा मात्रै नभएर तपाईँको यो खेल्ने चौर पनि छैन, अनि त्यसपछि उपयुक्त शौचालय पनि छैन, अनि खानेपानीको पनि त्यस्तै समस्या के गाह्रो छ सर है? शौचालय पनि पर्याप्त छैन, खानेपानी छैन है। त्यो सँगसँगै हेर्नु त, यो यस्तो अवस्थामा चिसोमा, यो कठ्याङ्ग्रो जाडोमा चाहिँ पहाडतिर चाहिँ यस्तो पातलो ठाउँमा उहाँहरू बसिराख्नु भएको छ। यस्तो पातलो ठाउँमा साना नानी बाबुहरू यसरी बसिराख्नु भएको छ, निकै फोहोर छ। यस्तो अवस्थामा चाहिँ उहाँको चाहिँ स्वास्थ्यको पनि निकै जोखिम छ। यहाँनिर चाहिँ सानसाना नाबालिकाहरू चाहिँ यस्तो ठाउँबाट पढ्यो भने कस्तो शिक्षा आर्जन गर्ने होइन? यहाँको टिचरहरू क्यापेबल हुनुहुन्छ, पढाउन जान्नुहुन्छ, खतरा हुनुहुन्छ, तर राज्यले जुन किसिमले लगानी गर्नुपर्ने, राज्यले चाहिँ हामीले करोडौँ लगानी गर्यो भन्छ यो नानी बाबुहरूका लागि, तर त्यो पैसा चाहिँ कहाँ जान्छ त? यो सानसानै नानी बाबुहरू शिक्षा आर्जन गरेर आउनु भएको, तर शिक्षाको अवस्था निकै कमजोर आफ्नो ठाउँमा छ, गुणस्तर छैन, त्यो आफ्नो ठाउँमा छ। त्यो सँगसँगै भौतिक संरचनाका विषय पनि निकै कमजोर छ। यो चिङ्गाड गाउँपालिकाको जनजागृति प्रावि विद्यालय चाहिँ निकै दर्दनाक, निकै लाजमर्दो दृश्य छ शिक्षाको चाहिँ। हामी यतिखेर जनजागृति प्राथमिक विद्यालयमा छौँ। यहाँ चाहिँ एकजना टिचर अमर बहादुर बिसी, जुन चिङ्गाड गाउँपालिकाको जनजागृति प्राथमिक विद्यालयमा एकजना अमर बहादुर बिसी सर चाहिँ उहाँ नियमित रक्सी सेवन गरेर चाहिँ स्कुलमा आउने, त्यो हामीले आज प्रत्यक्ष रिपोर्टिङका क्रममा भेट्यौँ। यो विषयमा चाहिँ एउटा स्कुलले पत्र दिएको छ। श्री स्वास्थ्य चौकी प्रमुखज्यू, स्वास्थ्य चौकी चिङ्गाड गाउँपालिका 3 मटेरा सुर्खेत, विषय मादक पदार्थ वा नशालु पदार्थ मदिरा सेवन गरे नगरेको परिश्लेषण गरी पाऊँ भन्ने बारे सम्बन्धमा प्रस्तुत विषयका सम्बन्धमा यस श्री जनजागृति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री अमर बहादुर बिसीज्यूले मादक सेवन गरे नगरेको त्यहाँ स्वास्थ्य चौकीमा शिक्षकले मदिरा सेवन गरे नगरेको परीक्षण गरिदिन निवेदनका साथ अनुरोध गरिन्छ भनेको छ। उहाँले एकदमै मादक पदार्थ सेवन गर्नु भएको छ।
विद्यालय जस्तो निकै संवेदनशील क्षेत्रमा एकजना शिक्षक निकै जिम्मेवार निकै संवेदनशील ठाउँमा चाहिँ यसरी मादक पदार्थ सेवन गरेर आउनु त्यो आफैमा निकै अपमानजनक र निकै अपराधिक काम हो। त्यो चाहिँ हामी ठ्याक्कै उहाँको चाहिँ व्यक्तिगत जीवन के हो सरकार भएन, उहाँ चाहिँ स्कुल समयपछि चाहिँ जेसुकै गर्नुहोस्, हामीलाई सरकार जस्तोसुकै अपराधिक काम गर्नुहोस्, जेसुकै गर्नुहोस्, तर एउटा शिक्षक जस्तो मान्छेले पनि समाजमा त्यस्ता किसिमका काम त बाहिर पनि गर्न मिल्दैन। यद्यपि उहाँले चाहिँ कक्षा कोठामै मजाले बसेर चाहिँ विद्यार्थीलाई पढाइराख्नु भएको थियो, मजाले उहाँले सेवन गरेको त्यो मदिराको चाहिँ सेन्ट लिँदै विद्यार्थी पढिराख्नु भएको थियो। हामीसँग दुवैजना हुनुहुन्छ, प्रभ पनि हुनुहुन्छ, अध्यक्षज्यू पनि हुनुहुन्छ। अध्यक्षज्यू, निकै लाजमर्दो र निर्लज्ज दृश्य देख्न पाइयो तपाईँको चाहिँ एकजना शिक्षकले चाहिँ अमर बिसीले चाहिँ मादक पदार्थ दैनिक रूपमा सेवन गरेर आउनु भएको रहेछ। तपाईँहरू के हेर्नुहुन्छ, किन उहाँले चाहिँ कारबाही नगरेको? यसको लागि त हामीले उहाँलाई पनि बारम्बार सम्झाइरहेको अवस्था हो। यसमा बिचमा उहाँ सुर्देको अवस्था पनि थियो। फेरि अहिले चाहिँ अब हामीले बारम्बार भनेको पनि हो, अनि यसरी नआइदिनुहोस् भनेर भनेको अवस्था पनि हो र उहाँले अलिकति आफ्नो चाहिँ उहाँलाई कारबाही गर्नका लागि, उहाँलाई यहाँ हटाउनका लागि वा पठाउनका लागि तपाईँलाई कुनै राजनीतिक दबावले गर्दा नपठाएको? त्यस्तो दबावमा केही पनि परेको छैन। हामीले उहाँलाई तपाईँको मटेला माविदेखि यहाँ ल्याउँदा उहाँ सरलाई नपठाइदिनुहोस्, हाम्रो विद्यालयको वातावरण धमिलिन्छ भनेर मैले पनि धेरै अनुरोध गरेको थिएँ होइन। हाम्रो सरले पनि अनुरोध गरेको थियो, अभिभावकहरूले पनि गरेको थिए। उहाँ आइसकेपछि हामीलाई पनि अलिकति सुधारौँ त ठिक छ भनेर सुधारिदिनु पनि भएको थियो। बिचमा उहाँलाई सुधार केन्द्रमा पनि दियो, अनि त्यसपछि बिचमा सुर्देदै फेरि उहाँलाई सम्झाउँदै यहाँसम्म आइपुग्यो। अब के हुन्छ सर? अब चाहिँ उहाँलाई ठ्याक्कै के कारबाही गर्नुहुन्छ, के गर्नुहुन्छ यहाँबाट? उहाँलाई हामीले गर्ने कुरा चाहिँ हामीले तुरन्त उहाँसँग बस्छौँ। उहाँको घर परिवार छोराछोरीदेखि उहाँको म्याडम पनि हुनुहुन्छ, बसेर उहाँलाई के गर्नुपर्छ उहाँको राय सल्लाह अनुसार नै हामी चाहिँ प्रक्रिया अगाडि बढाउँछौँ। हुन्छ, हामी यतिखेर चाहिँ उहाँ यो पत्रसहित उहाँको चाहिँ स्वास्थ्य चौकीमा चाहिँ मादक पदार्थ सेवन गरेको नगरेको भन्ने कुरा प्रमाणित हुनका लागि हामी चेक गर्न जान्छौँ। प्रमाणित त उहाँ चाहिँ हुनु, तर कानुनी रूपमा चाहिँ हामी त्यो गर्छौँ। तर अहिले ठ्याक्कै उहाँ चाहिँ स्कुल प्रशासनबाट चाहिँ भागिसक्नु भएको छ, गइसक्नु भएको छ भन्ने पनि गुनासो आएको छ। अहिले कति बज्यो अहिले? ठ्याक्कै आज हामी माघ महिनाको 27 गते छौँ। अहिले ठ्याक्कै घडीमा 12 बज्न लागिसकेको छ। तर उहाँ चाहिँ अहिले हामीले रिपोर्टिङ गरिसकेपछि उहाँलाई त्यो मादक पदार्थ सेवन गरेको रङ्गी हात भेटिसकेपछि उहाँले स्कुल प्रशासनबाट चाहिँ भागिसक्नु भएको छ, कता पो जानुभयो गाउँमा भन्ने कुरा छ। यद्यपि यो स्कुल प्रशासनको जिम्मा हो र पालिकाको जिम्मा हो, राज्यको जिम्मा हो, पक्कै पनि उहाँलाई चाहिँ आवश्यक कारबाही गरोस्। त्यस्तो टिचरले पढाएको विद्यार्थीको अवस्था के हुने, के शिक्षा पाउने भन्ने पनि गम्भीर प्रश्न हो। राज्यको तलब मात्रै खाने र यसरी दैनिक रूपमा जाँड खाएर स्कुलको वातावरण नै धमिलो पार्ने, विद्यार्थीको मानसिकता नै धमिलो पार्ने यो कदापि कसैलाई सही हुँदैन है त सर? ठिक छ, यसको प्रक्रिया चाहिँ मैले भनिसकेँ। एक चरण बसेर हामी चाहिँ सल्लाह गरेर घर परिवारले दिएको उनीको छोराछोरी म्याडमहरू हुनुहुन्छ, सबै सल्लाह गरेर के गर्नुपर्छ त्यो प्रक्रिया हामी अगाडि बढाउँछौँ। यसको लागि हामी सधैँ दैनिक आजदेखि अब तपाईँहरू फेरि आउँदा हामी यस्तो शिक्षिका तपाईँ भेटाउनु, यसको लागि म पनि पछाडि पर्ने छैन र उहाँहरूको राय सल्लाह अनुसार म प्रक्रिया अगाडि बढाउँछु। हामीलाई विश्वास छ यस्तो धमिलो स्कुलको वातावरणलाई र विद्यार्थीको भविष्यलाई यस्तो धमिलो पार्ने शिक्षकलाई अबका मितिमा हामी लगायत यहाँका नागरिकले देख्नुहुन्न, भेट्नुहुन्न भन्ने कुरा मैले यो बाचाका साथ भने अबदेखि तपाईँहरूले भन्नुहोस् न, यहाँको समाजले भन्ला, अनि त्यसपछि हामीले पनि यहाँ राय सल्लाह गरेर के हुन्छ कसरी हुन्छ उहाँलाई छुट दिने एक अवसर दिन्छु। अझै पनि भएन भनेपछि प्रक्रिया चाहिँ अगाडि बढाएर उहाँलाई कसरी गर्न सकिन्छ यहाँबाट निष्कासन गरेर म अर्को शिक्षक सम्म त्यो प्रक्रिया अगाडि बढाउँछु।